ठ्याक्कै तिम्रो कसरी तिम्रो अवस्था उस्तै भयो म 50 केजी तपाईँ 66 केजी भान्जाको अवस्था होइन डेन्जर भइरहेछ ए बस बस हेलो म्यान वेलकम ब्याक एभ्रिवान इट्स मी सचिन तपाईँहरूकै प्यारो सचिन होइन म पनि अहिले फेरि आइसकेको छु यहाँ मेरो मामाको घर उताबाट आउँदाखेरि चाहिँ हाम्रो अब आज माथि के अरे यो प्लास्टिक राख्नुपर्ने रहेछ अनि त्यो प्लास्टिकहरू लिएर आएको थियौँ आउने बित्तिकै आमाले चाहिँ खाजासाजा दिइसक्नु भएको छ यता दुध रोटी यता कोदोको बिस्कुट यो सबै दिइसक्नु भएको छ अब खाजासाजा खाएर अनि त्यसपछि कामतिर लाग्नुपर्ने हुन्छ अनि ए साँच्ची हजुरहरू पनि अब सन्चै हुनुहुन्छ होला होइन म पनि अब एकदम सन्चै तन्दुरुस्त फिट एन्ड फाइन छु होइन शिवरात्रि आज शिवरात्रि होइन भोलि हो महाशिवरात्रि तपाईँलाई त आजै लाग्ला जस्तो छ शिवरात्रि शिवरात्रि चाहिँ भोलि हो भोलि अब बाइक साइक पूजा गर्न जाने भन्ने सोचिरहेको छौँ अब मामासँग जाने कि मम्मीसँग जाने भन्ने पो कुरा भयो त मामा अनि मम्मी कहाँ जाने के अरे त्यो बर्दिवासको त्यो हाम्रो ड्याडीसँग बसिराख्नु भएको थियो नि त्यो एकजना बुवा अनि त्यो बर्दिवास जानुपर्छ क्या बिहानै जो अस्तिदेखि बुढले बोलाइराखेको रहेछन् उता घर रुङ्नको लागि अनि मम्मीलाई त्यहीँ छोडेर आएको छौँ क्या अहिले रानीगञ्जमा अनि त्यही भएर अब के हुन्छ अहिले सरसल्लाह गरेर भनिदिने छौँ मामासँग गयो नि रमाइलो घरतिर बसे पनि रमाइलो जता गयो नि रमाइलो होइन त्यही बेला अब खासाजा खाऊँ अनि त्यसपछि अहिले कामसाम यसो हल्का फुल्का हान्नुपर्ने हुन्छ त्यही छ आज पनि मौसम हिजो अस्तिको अस्ति छ यो सानेर मौसमै जहिले यत्तिकै हो कि हो है रमाइलो छ त्यो छ त्यो धानको बोरा लिएर गइराखेको छौँ मिलमा कुटाउनलाई ल मामा आइरहेको छु पक्नु है त अब यस्तो छ मा भान्जाको अवस्था होइन डेन्जर भइरहेछ छट्ट हेर्दा जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमी छ भैँसीको लागि कुडो मसिनो भन्नाले त्यो उयो पनि पुरै मसिनो हुन्छ चामल पनि ए च्याख्रा बनाए जस्तो ए ओहो यहाँ वेट नापौँ न यार नाप्नु त मिल्छ होला नि ज्यान 50-51 जति भनौँ न अब एक के भन्ने 800-900 ग्राम त रहेछु तर कपडा नि केही लाखेन होइन ड्रेसअपहरू पनि नर्मल छ ठ्याक्कै तिम्रो कसरी तिम्रो अवस्था उस्तै भयो म कैसा लगा मेरा मजाक अवस्था उस्तै भयो म 50 केजी तपाईँ 66 केजी ए ग्राममा चाहिँ उस्ता उस्तै परेछु 69 म त जिन्दगीमा अहिलेसम्म 50 केजीभन्दा माथि बढेको पनि छुइनँ म त 50 केजीमै खुसी हो फेरि म त कति थिएँ अस्ति थाहा कति थियो 48 रे 44 What? Bro, what are you talking about, man? त्योभन्दा नि कम थियो होला आज त्यो त पछि नापेको अलि हो कि जस्तो भएको रहेछ जियोस् अब जिम जोइन हान्यो भने चाहिँ 3-4 महिनामा अनि अलिअलि 3-4 केजी फेरि बढिन्छ जिम हान्न भने चाहिँ काम छैन
चाहिँ हाम्रो गाउँघरको मिल। पहिला यो चाहिँ हालिसक्नु न। त्यो चेन बिग्रिराखेको रहेछ क्या मामा। हिजो गरिदिएको अब के चेन स्पोकेटै फेर्नुपर्ने रे। चेन स्पोकेट फेर्दाखेरि कति 3500 पर्छ अरे चेन स्पोकेटको। अनि जहिलेसम्म चल्छ चलाऊ भनेर भने। अनि त्यसै होस् भनेको ड्याडले फेरि फेरि भनेर भने होइन। अब भोलितिर गएर फेर्नुपर्छ। हाम्रो अब लगभग यो सेटिङको काम पनि सक्यो भन्दाखेरि हुन्छ। हाम्रो अब यो ठोक्नुपर्ने जति जे छ त्यो हामीले सबै ठोकिसक्यौँ काठहरू। अब काठहरू ठोकिसकेपछि चाहिँ यहाँनिर यो प्लास्टिक लाउनु पर्ने हुँदो रहेछ। यसले छाउनु पर्दो रहेछ यसमा। अनि प्लास्टिक पनि अलिअलि चाहिँ लगाइयो। अब भोलि नभए पर्सितिर आएर अनि प्लास्टिकहरू लगाएर त्यसपछि हाम्रो रडहरू राख्नुपर्ने हुन्छ। अहिले चाहिँ यसको कन्डिसन देख्न सक्नुहुन्छ यस्तो छ। यहाँ हामीले दुई साइडमा चाहिँ लगायौँ। अब अरू बाँकी ठाउँमा लगाउन बाँकी छ। ठोक्नुपर्ने कुराहरू चाहिँ लगभग ड्याडले सबै ठोकिसक्नु भयो यहाँनिर। अनि अब यो राखिसकेपछि चाहिँ हाम्रो रडहरू त्यहाँनिर छ। यो रडलाई चाहिँ मिलाएर अनि ट्याक्कसँगले यो रड राख्नुपर्ने हुन्छ। अनि त्यसपछि हाम्रो ढलान हुन्छ। अहिले चाहिँ 4:30 जति बज्यो। अब हामी पनि निस्किन लागेको। आज अलि अल्छी लाग्यो। अहिले अब दिनहरू पनि पुरै अल्छी लाग्ने दिन सुरु भइरहेको छ जस्तो लाग्यो। दिउँसोदेखि नै एकदम अल्छी लाग्ने, आइ आउने, निन्द्रा लाग्ने भइरहेको छ अहिले। अनि यस्तो छ अहिलेको यहाँनिरको माहौल। के ड्याडी अब कपडा सपडा लगाएर घरतिर निस्किनुपर्छ। अनि यही हो, अब यही चलिरहेको छ मेरो दिनचर्या। अहिले यही भइरहेको छ। अब यहाँ जोस् भोलि पर्सितिरसम्म यहाँनिरको काम सकाएर अनि म पनि अब काठमाडौँतिर लाग्छु। आई होप यु अल गाइज इन्जोयड माई भिडियो। होइन इन्जोय नगरे पनि जोस् जसले हेरिदिनु भयो त्यसमा म एकदमै खुसी छु। होइन अब त्यही हो, अब घरतिर लागौँ। अब यो घरमा गएर भिडियो पनि हल्का फुल्का एडिटहरू हानौँ। ल त्यो गाइज स्टे ट्युन है त। बाई बाई भनिहाल्नुभन्दा अगाडि चाहिँ यसो हातमा फोन धोइदिउँ न त। अब कपडा सपडा लाउनलाई कामसाम गरेर हल्का फुल्का फोहोरी भइरहेछ हातमा ग्रुप। अनि त्यसपछि कपडा सपडा लाएर
अनि घरतिर निस्किनु पर्ने हुन्छ। ल भ्लग इन्ड गर्नुभन्दा अगाडि चाहिँ सबैजनालाई ह्याप्पी शिवरात्रि। शिवरात्रिको एकदम शुभकामना हजुरहरूलाई एडभान्समै है। अब हातमा पनि धोइ, अब म पनि घरतिर निस्किन्छु। ल आजको लागि यति नै। अब फेरि हाम्रो भेट नेक्स्ट भ्लगमा हुने नै छ भन्दै हजुरहरूलाई अलविदा, बाई बाई, टाटा।